भन्न त धेरैजनाले भन्ने गर्छन् गिबिना मगरको बुहारी साँच्चीकै विवाह गर्न लागेकी हुन् र कि साँच्चीकै एकल जिन्दगी बिताउन गाह्रो छ र आफ्नो बालबच्चा हेरेर बस्न सक्दिनन् होला र यो शब्द धेरैजनाले भन्ने गरेका छन्। सामाजिक सञ्जालमा पनि यी कुराहरू निकै सुन्ने गरिएको छ। आफ्नो बच्चा छ, श्रीमानको मृत्यु भए पनि बच्चाको मुख हेरेर बस्नुपर्ने होइन र? म पनि यति वर्षदेखि आफ्नो बच्चाको मुख हेरेर बसिरहेको छु जस्ता कमेन्टहरू सामाजिक सञ्जालमा देखिरहेका छन्। तर जसले भोगेको छ यो उसैलाई थाहा हुने गर्दछ। गिबिना मगरको भाइको मृत्यु भइसकेपछि उनको बुहारी एक्लै जीवन बिताइरहेकी छिन्। धेरैजनालाई लाग्न सक्छ उनी हराइसकेकी थिइन्। गिबिना मगरको इज्जतकै लागि भए पनि फर्किएकी हुन् कि भनेर धेरैजनाले प्रश्न पनि गर्ने गर्दछन्। तर उनलाई मात्रै थाहा छ उनले भोग्ने पीडा र उनले बिताउनु परेको जिन्दगी। एक पुरुष बिनाको जिन्दगी कसरी बिताइरहेकी होलिन्। समाजले हेर्ने दृष्टिकोण र आफूले भोग्नु परेको पीडा उनलाई मात्रै थाहा छ। लाउ लाउ खाउ खाउ भन्ने उमेरमा उनको यो एक्लो जीवन, लाउ लाउ खाउ खाउ भन्ने उमेरमै आफ्नो श्रीमान गुमाउनुको पीडा उनले बाहेक कसले बुझ्न सक्ला र? जसले भोगेको छ उसैले त बुझ्ने हो। तर उनले विवाह गर्नु हुँदैन जस्ता शब्दहरू निकै सुन्ने गरेका छन्। उनी साँच्चीकै एकल जिन्दगी कहिलेसम्म बिताउन सक्लिन्? तपाईँलाई के लाग्छ कि साँच्चीकै उनी आफ्नो श्रीमान बिना खुसी छिन् होला? उनी आफ्नो बच्चालाई मात्रै हेरेर बस्नुपर्छ कि साँच्चीकै दोस्रो विवाह गर्लिन्? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला। हामी तपाईँमाझ फेरि पनि नयाँ भिडियोको साथमा आउने नै छौँ। तबसम्मका लागि हेर्दै गर्नुहोला विशेष कुरा अफिसियल युट्युब च्यानल।